नेपाल जनता पार्टीले वीरगञ्जमा धार्मिक सद्भाव बिटोलेर वीरगञ्जलाई नै बदनाम गराउन खोज्ने अराजक तत्त्वहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ। बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाउँदै नेपाल जनता पार्टीले उक्त माग गरेको हो। साथै गत शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको शोभायात्रामा आक्रमण गर्ने समूहलाई कारबाही गर्न पनि माग गरेको छ। प्रजी अर्याललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, हिन्दूहरूको प्रमुख आस्था केन्द्र भगवान हनुमानको पावन शोभायात्राको दिन हिन्दू समाजमाथि आक्रमण भएको घटनाले हामीलाई मर्माहित बनाएको छ। हिन्दू समाजको पर्व भएको बेला बारम्बार हस्तक्षेप हुनु राम्रो सङ्केत हुन्। गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्रामा आक्रमण गर्ने समूह त्यसका योजनाकारको पहिचान गरी कारबाही गर्न नेपाल जनता पार्टीले माग गरेको छ। हिन्दू वा मुस्लिम समाजको आस्था केन्द्र मठ मन्दिर मस्जिद मदरसा सबै बाटो छेउमा नै रहेको भन्दै उसले हिन्दू समाजको कार्यक्रममाथि कुविचार राख्नु निन्दनीय भएको जनाएको छ। हरेक धर्मका व्यक्तिले आफ्नो आस्था अनुसार कार्यक्रम गर्न पाउने स्वतन्त्रता रहेकोले गत शनिबारको घटनालाई गम्भीरतापूर्वक लिए आगामी दिनमा फेरि त्यस्तो कुनै घटना नहोस् भनेर स्थानीय प्रशासनको ध्यान आकर्षण पनि पार्टीले गराएको छ। शोभायात्रामा आक्रमण गर्ने, हिन्दू समाजलाई गाली गर्ने, वीरगञ्ज नगर क्षेत्रमा हुने धार्मिक कार्यक्रमलाई बदनाम गर्ने, हिन्दूवादी अगुवाहरूको चरित्र हत्या गर्ने, वीरगञ्ज क्षेत्रलाई बदनाम गराउने अपराधिक प्रवृत्ति र मानसिकता बोकेकाहरूलाई कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभूति गराउन पनि नेपाल जनता पार्टीले माग गरेको छ। ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष आनन्द महाराज, केन्द्रीय सदस्यहरू विनोद कुर्मी, पारस द्विवेदी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज शाह हलुवाई, महामन्त्री नवीन मिश्रा, मन्त्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश शाह कलवार, सहकोषाध्यक्ष सन्तोष कुशवाहा लगायतकाको सहभागिता रहेको थियो।